यो आँप हाम्रो बजुको लटरमा फुलेको आँप हो। यो अत्यन्तै राम्रो आँप। पोर पनि निकै लटरमा फलेको यहाँको आँप फलेको। यो बोट साह्रै ठुलो छैन तर लटरमा फलेको छ। पोर सफी बजुले माग्दा पनि दिनु भएन यो आँप। यसपालि चाहिँ दिनुहुन्छ कि जस्तो लाग्छ यहाँ हाम्रो बजुको। यसपालि चाहिँ एउटा चाहिँ माग्नु पर्यो। पोर माग्दा पनि 10 पल्ट माग्यो होला, एउटा पनि आँप दिनु भएन। यसपालि चाहिँ पोरभन्दा साह्रै फुल्या रहेछ। यसपालि चाहिँ मागेरै खाने हो, मागेरै। पोर पनि मागेको दिनु नै भएन।